ओ माई गड, मेरो हातमा हेर्नु त कति ठुलो गिफ्ट। यो गिफ्ट चाहिँ मलाई मेरो प्यारी साथी बिनाले पठाएको। के होला गेस गर्नुहोस् त, तपाईँहरूको गेस मिल्छ कि मिल्दैन? ट्यान यो चाहिँ माछा हो कि। जापानमा चाहिँ यो साल्मन माछा कस्तो एक्सपेन्सिभ छ कि, कति महँगो छ, तर पनि उसले यति धेरै पठाइदिएको छ होइन। लगभग यहाँ चाहिँ 300-400 वटा होला क्या यो कार्टुनभित्र। अनि यो माछा चाहिँ उसले एकदमै धेरै टाढाबाट पठाइदिएको, जापानै भए पनि जापानको एकदमै धेरै टाढाबाट पठाइदिएको। अनि यो माछा चाहिँ फ्रोजन हो कि, फ्रोजन आइटम। अनि हेर्नु न, हिजो पठाइदिएको, हिजो बिहान पठाइदिएकोले आज आयो एक दिनमा। तर पनि कस्तो सुरक्षितसँगले होइन, केही त्यो नपग्लेर कस्तो सुरक्षितसँगले यो कुरियरवालाले पनि कस्तो सुरक्षितसँग ल्याइदिएको कि। बाहिर चाहिँ कस्तो पानी परिरहेको छ, झमझम पानी परिरहेको छ, तर पनि अन टाइम के। हेर्नु न टाइमिङ कस्तो के, जापानमा टाइम भन्ने कुरा कति इम्पोर्टेन्ट मान्छ कि। यो साल्मन माछा चाहिँ कस्तो महँगो छ के, नेपालमा त झन् कति धेरै एक्सपेन्सिभ छ अरे। किनभने अब नेपालमा त समुद्र छैन नि त। तर यहाँ जापानमा पनि कस्तो महँगो पर्छ कि। अनि उसले त अब यो 300-400 वटा यति पठाइदिएको छ। अनि अब हामीले मार्केटमा गएर एक पिस किन्दाखेरि नै 100देखि माथि पर्छ क्या, 130-140 एउटालाई पर्छ भने उसले त मलाई यति धेरै पठाइदिएको छ। यो त 50-60 हजारको माछा पठाइदिएको छ कि। ओ माई गड, थ्याङ्क यू सो मच बिना। उसलाई त म कसरी थ्याङ्क यू भन्नु कि, अब कुन तरिकाले थ्याङ्क यू दिनु, मलाई त एक्सप्लेन वर्डै आएन कि। 1 वर्ष अगाडि पनि मलाई बिनाले यो माछा यति धेरै पठाइदिएको थियो कि, कति धेरै खाएको थियो त्यो बेला पनि। मेरो त डिप फ्रिज सबै भर्यो। हेर्नु न, अब यो माछा खाइसक्न हामीलाई 1 वर्ष लाग्छ होला कि। यो साल्मन माछा चाहिँ हेल्थको लागि एकदमै राम्रो हो कि, यसमा चाहिँ एकदमै धेरै प्रोटिन पाइन्छ। अनि बिना तिमीलाई फेरि पनि धेरै धेरै धन्यवाद, धेरै माया है। अनि कि यो दिन त हामीलाई लट्री नै लाग्यो, 1 कार्टुन माछा। अनि त्यसपछि फेरि अर्को साथीले चाहिँ नेपालको कोसेली, हेर्नु न, डल्ले खुर्सानी, वाइ अनि बिस्कुट आएको कि। अनि यो कोसेलीको लागि चाहिँ मनिषालाई पनि धेरै धेरै धन्यवाद अनि धेरै माया। यो डल्ले खुर्सानी चाहिँ मेरो हस्बेन्डको एकदमै फेभरेट हो, उहाँलाई चाहिँ एकदमै मनपर्छ, पिरो एकदमै धेरै खानुहुन्छ। म चाहिँ त्यति धेरै पिरो खाँदिनँ। हस्बेन्ड चाहिँ अहिले काममा हुनुहुन्छ, भरे घर आउँदाखेरि सरप्राइज नै पर्नुहुन्छ यति धेरै गिफ्टहरू देखेर है। मेरो छोरा चाहिँ कस्तो खुसी भएको, हेर्नु न, आन्टीहरूले यति धेरै गिफ्ट पठाइदिनु भएको भनेर एकदमै रमाइरहेको छ। सबैजना आन्टीहरूलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू। सायुहाङको तर्फबाट धेरै धेरै माया है आन्टीहरूलाई।